जस्तै एक ठाउँ भेला गरौँ कि यो बोतलहरू पनि अनि अटेन भने त्यहाँ मिलाउँला न यता सबै यता ग्रुपै लागौँ न यता सबै पहिला यसरी हो यो चाहिँ इलामको एकदमै फोहोर ठाउँ हो बर्थडे धेरै मनाउँछ यो पिकनिक स्पोट पनि हो अनि तर खाएर चाहिँ यसरी सरसफाइ गऱ्यो भने जोस् यो भिडियो मिसन इलामसम्म पुग्नुपर्छ भन्नुपर्छ सबैजनाले ल गाइज हेलो नमस्ते इलाम चियाबारी सो आजबाट हामीले नयाँ अभियान सुरु गरेको छ ओपन दाइले टिप्दै हुनुहुन्छ फोहोर आफ्नो आफ्नो हातमा बोरा छ है सुमन लुङ्गाले टिप्दै हुनुहुन्छ त्यहाँ 18 भयो त सो अनि हाम्रो यो चाहिँ अब आज चाहिँ स्टार्टिङ आज र भोलि चाहिँ हामी गर्छौँ त्यसपछि डेली चियाबारी निस्क्यो कि मेरो हातमा बोरा हुन्छ मेरो टिमको हातमा बोरा हुन्छ यसरी हाम्रो आजको डेस्टिनेसन उफ पर डाँडा हो त्यहाँतिर भेटौँ है इलामको बर्थडे खाने डाँडा त्यो हो मान्छेले तपाईँहरूले यो चियाबारी देख्न सक्नुहुन्छ बर्थडे खाने अनि यसरी फाल्ने क्या यसरी फाल्छ नि त यहाँ कति छ गाइज यो अब सबै निकाल्नु पऱ्यो नि यो निकाल्ने बोरामा हाल्ने अनि डस्टबिनतिर लाने केटाहरू उता गएर छ म अनि यो उठाएर उतै जान्छु चाम्लिङ भ्लगले फोहोरको बारेमा भिडियो मात्र बनाउँदैन यहाँ यसरी सरसफाइ कामहरू पनि गर्छ है ल पर डाँडातिर जानुपर्छ यो उठाएर ल अरूलाई पनि केही मेसेज दिन चाहनुहुन्छ तपाईँ अब हाम्रो यो डेली हो अर्को शनिबार ठ्याक्कै टाइम तोकेर म मेरो फेसबुकमा हाल्छु सबैजना भेट्नुपर्छ ल यो ग्लोभ्स चाहिँ अनि ग्लोभ्स तपाईँहरू उपलब्ध हुन्छ यसको बारेमा कसले दिएको भनेर डोनेट कसले गरेको त्यो पनि भन्छु म अहिले युवा जोस अब यो बाटो एरिया हो यो बाटो एरियादेखि साह्रै फोहोर गरेछ बर्थडे पिकनिक खाने ठाउँ चाहिँ यहाँ अब जाउँ है यहाँ ल यहाँ कति फोहोर छ लु रेडी ल रेडी है यसरी सिधा काट्नु न हुन्छ लु लु विस 3 2 1 गो स्टार्ट बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे रम्यु ह्याप्पी बर्थडे टु यु लु 1 वर्ष बुढी भएकोमा काटौँ लु काट्यो गम्मै काट्यो नि गम्मै हामी चाहिँ इलाम चियाबारी सफा गर्न आएको नबोले आइदिए त म त केक पनि खानु पाइसक्यो खाइ पो सक्यो त उफ पर हुनुहुन्छ बर्थडे गर्ल चाहिँ कस्तो मिठै छ दामी छ नि ए खाएर फेरि सरसफाइतिर लाग्नुपर्छ ल सो गाइज हामी चाहिँ एउटा सरसफाइको अभियान लिएर आउँदै गर्दाखेरि यहाँ चिन्जानको दिदीको बर्थडे हुनुहुँदो रहेछ है बर्थडे चाहिँ मजाले मनायौँ हामी धेरैजना छौँ यहाँ अनि सबैजनाले मनाउँछ तर सबैजनाले भनिदिनु यो भिडियोको थ्रु होइन यहाँ भएको फोहोर चाहिँ के गर्ने अब सबैजनाले अब यहाँ पन्जा नलायो भने एउटा प्लास्टिकको खोल टिप्नुपर्ने हुन्छ सबैजना तयार हो नि यता यत्रो जनसङ्ख्या हुनुहुन्छ यता छलिँदैछ यता ठुलो ज्यान भएर छलिँदैछ यहाँ यति धेरै फोहोर छ यहाँ है यो बर्थडे खाएर त्यतिकै यो फालेर हाम्रो बोराहरू त्यहाँ छ सो अनि हामी अब यसलाई सबैलाई उठाएर चाहिँ डस्टबिनमा हाल्नेछौँ आज यो डाँडा अनि प्लस हामी उता नै जान्छौँ समयले भ्याएछ भने हेरौँ कहाँसम्म हुन्छ भगमा सबैजनालाई हाई यहाँ बर्थडे मनाएपछि चाहिँ यो फोहोरलाई के गर्ने लु लागौँ त्यसो भने सो अब यहाँ हामीले बर्थडे मनाएर रमाइलो गर्यो है अनि फोटोसोटो खिच्यो अनि अब सरसफाइ कार्यक्रम सब यहाँ हाम्रो युवाहरूदेखि लिएर हेर्न सक्नुहुन्छ है बर्थडे गर्ल कस्तो लागिरहेछ सरसफाइ त गर्ने नि अरूलाई के भन्न चाहनुहुन्छ अनि डस्टबिनतिर लाने अनि व्यवस्थापन गर्ने ल धन्यवाद यतिको हुनु पर्यो नि त युवाहरू इलाममा युवा जोस सरसफाइको लागि यतिको लाग्यो भने के हुँदैन यहाँ बर्थडे मनायो बर्थडे खायो अनि सरसफाइ नि यहाँ निट एन्ड क्लिन हुन्छ है आज गाइज यतिको लागेपछि
दाइचियालाई धेरै धेरै धन्यवाद। हामीले मिस गरेको छ तपाईँले डोनेट गरेको पन्जालाई हामीले सही सदुपयोग गरेर सरसफाइको लागि हामीले यहाँ हेर्नुहोस् युज गरिरहेछ। हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु है। सबैजनाले माया देखाएको छ, नचिन्नेले पनि तपाईँलाई चिनिसकेँ मैले गर्दा भन्नु नि त। सो तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि तपाईँको प्रमोट पनि भइरहेको छ। धेरै धेरै धन्यवाद तपाईँलाई यो कामको लागि। सो लु सबै लागौँ है मिलेर। यस्तो लागौँ न यस्तो। खै बोरा यता ल्याउन लुगा भर्यो जस्तै एक ठाउँ भेला गरौँ कि यो बोतलहरू पनि अनि अटेन भने त्यहाँ मिलाउँला न। यता सबै यता ग्रुपै लागौँ न यता सबै पहिला यसरी हो। यो चाहिँ इलामको एकदमै फोहोर ठाउँ हो। बर्थडे धेरै मनाउँछ यो पिकनिक स्पोट पनि हो। अनि तर खाएर चाहिँ यसरी सरसफाइ गऱ्यो भने जस यो भिडियो मिसन इलामसम्म पुग्नुपर्छ भन्नुपर्छ सबैजनाले। सबैले सेयर गर्नु ल। चामलिङ रूपन चामलिङ राईको आइडीबाट आउँछ, सबैले सेयर गर्नु है। यति राम्रो काम त्यो पनि हो सबै यतिको लाग्यो भने चाहिँ के हुँदैन। यहाँ त निट एन्ड क्लिन हुन्छ आज होइन। अनि अनएक्सपेक्टेड यो भएको हो। यो मेन मेरो मेन आइडिया चाहिँ मेरो हो। यो ग्लोभ्स डोनेट गर्न लागेपछिको मैले सोचिहालेको कुरा। आज शनिबार नै हो। अब डेली हाम्रो शनिबार चाहिँ जतिजना ग्रुप्सहरू आउनुहुन्छ सबैजनालाई नउबु है यता लागौँ है यता म भिडियो मात्रै बनाएँ नि म पनि लाग्छु ल। अब पऱ्यो कस्तो छ त हाम्रो कार्यक्रम हो। अघि नै हाल्यो त्यो सिसाहरू यहाँ राखिदिएको छ, फुटाउँछ होला बाटोमा। सो आज सबैजनाले धेरै धेरै हेल्प गरेको छ। सबैले हेल्प गरेको छ होइन। फेरि पनि हामी जुट्छौँ। फेरि पनि हामी भेट्न नगरपालिकासम्म यो भिडियो पुग्यो भने चाहिँ यो कसरी सुरक्षित गर्ने व्यवस्थापन भरेको छ नि हामीलाई भन्ने नै हुन्छ, तपाईँहरूले गरे नै हुन्छ होइन। डस्टबिन भरेको छ अब। सो अनि टोलीहरू छ, एकचोटि टोलीहरूलाई जोडेर ब्लग इन्डै आजको यो त बाँधेर जो सरसफाइ नि भयो, अँध्यारो भयो, रमाइलो नि भयो। के छ सन्चै हुनुहुन्छ? आजको सरसफाइ कस्तो भयो? बर्थडे कस्तो भयो? ल धेरै धेरै धन्यवाद तपाईँहरूलाई। ल बाई बाई। ल म मात्रै रहेछु नि त उकालो जाने चाहिँ। कोही छ उकालो जाने? रुँदै गयो ल त्यसो भने। ल सबैलाई बाई। फेरि भेट्नुपर्छ। हुन्छ ल ओके गाइज है। अनि सरसफाइ नि भयो, रमाइलो नि भयो, म एक्लै भयो उकालो आउने चाहिँ। अनि ब्लगै बन्यो। माया गरिदिनु होला। लाइक कमेन्ट कहाँबाट हेर्दै हुनुहुन्छ, हाम्रो काम कस्तो लाग्यो है। भिडियो म डेली नहाले नि कहिले काहीँ हाल्छु, तर नि कस्तो लाग्छ भनिदिनु। रात नै परिसक्यो। सो नेक्स्ट भिडियो सी यु इन नेक्स्ट भिडियो। बाई बाई गाइज।